वेलकम गाइस। आज अब फेरि आइसकेको छु नयाँ ब्लग लिएर। आजको ब्लगमा चाहिँ के हुन्छ भन्दाखेरि आजको ब्लगमा हामी जानेछौँ आफ्नो घर नजिकको मन्दिर, त्यहाँ चाहिँ पूजा हुनेछ। आफ्नो घरहरूको उसहरू हुन्छ नि पूजा, त्यसमा हामी भिजिट गरेर यसो लिनेछौँ त्यहाँको टुर। र अहिले चाहिँ मौसम हेर्न सक्नुहुन्छ कस्तो काइदाको भयो, एकदम नाइस भ्यू छ। उता खेततिर पनि त्यस्तो पानी परेर त्यस्तो भर्खरै पानी परेर घाम लागेको भ्यू छ। त्यही हो, अब हेर्नु हामी मन्दिर जानेसम्मको टाइम स्ल्याप देखाउँछौँ अनि चाहिँ हेर्नु है त। यो होला मन्दिर, यस्तो होला भनेर होइन, मन्दिर चाहिँ एकदमै बबाल छ होइन। तर यहाँ चाहिँ यस्तो हेर्न कस्तो राम्रो ठाउँ रहेछ। म 2-3 सर्ट उहिले हानेर देखाइदिन्छु, हेर्नु है त। राणा भाइ पनि छ नि, राणा भाइले नि स्टन गरेर देखाइदिन्छन्। गाई जब मन्दिरमा हामी पुग्न लागिसक्यौँ, मन्दिरको बाहिरबाट भ्यू चाहिँ यस्तो छ होइन। यहाँबाट एउटा गेट शौचालय, यो मन्दिर चाहिँ यस्तो खतरा होइन, बबालै छ भनौँ न। अहिले चाहिँ भित्र जान मिल्दैन क्या हो। अहिले चाहिँ हामी यहाँ सक्नुहुन्छ यस्तो छ होइन भ्यू चाहिँ भित्रको। मैले म्युजिकसित हालिदिन्छु यो चाहिँ होइन। यसभित्र चाहिँ यहाँ किचन छ। जय माते देवी, 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 हाय जय माते देवी, हाय जय माते देवी, हाय दूर होने की, दूर होने की, दूर सजना, ओके सजना, दूर होने से। चाहिँ हाम्रो मन्दिरको भइहाल्यो। यहाँभित्र चाहिँ त्यो बैठक बस्ने भवन हुन्छ नि, यस्तो भवन हो। अब जय शिव है त, त्यसैको साथमा केटा त्यही होइन। अब चाहिँ मन्दिरबाट म चाहिँ फर्किसकेँ। अब चाहिँ भ्याइ होइन, यो भ्लग चाहिँ इन गर्ने बेला आयो। अब भ्लग चाहिँ इन गर्न लाग्यो मैले। आजको भ्लग सानो भयो, माइन्ड नगर्नु होला। त्यही पनि अब अरू नयाँ भ्लग आउनेछ छिटै नै, नयाँ भ्लगको पर्खाइमा हुनुहुन्छ होला। त्यही हो, द्याट्स इट फर टुडे, बाई बाई।